आज चाहिँ म यो BFC भन्ने चिकन फ्राई खाने ठाउँमा आएको छु। लेट्स सी हेरौँ म यो आज BFC भन्ने चिकन खाएर देखाउँछु हजुरहरूलाई कस्तो हुन्छ म हजुरहरूलाई भन्नेछु। यो चाहिँ कोरियाको जस एउटा चलेकै ठाउँ हो यो BFC भन्ने। सो म यहाँभित्र जान्छु अनि कस्तो हुँदो रहेछ यो म एकचोटि ट्राई गरेर हजुरहरूलाई भन्छु। लेट्स सी हेरौँ भित्र ओपन छ कि छैन। ओ बन्द रहेछ सो सरी कतिखेर खोल्ने हो क्यान्सल बन्द रहेछ गाइज। सो त्यही भएर मैले यो चाहिँ अहिलेलाई क्यान्सल गर्नु पर्यो। अब म यो BFC नभएर एउटा हेजाङगुक भन्ने छ यो सिक्ताङमा चाहिँ म जान्छु। सो म आज तपाईँहरूलाई हेजाङगुक खाएर देखाउँछु कस्तो हुन्छ है त हेजाङगुक। सो म भन्नेछु गर तपाईँहरूलाई खाएर पनि देखाउँ र हजुरहरूले देख्न सक्नुहुनेछ म चाहिँ अर्को यो चिकन पाउने ठाउँमा आएको छु र हजुरहरूले देख्नुहुन्छ म चाहिँ यो अर्को चिकन पाउने ठाउँमा आएको छु। लेट्स हेरौँ यहाँ पाइन्छ पाइँदैन म एकचोटि सोधिहेर्छु अनि पाइएछ भने फेरि एकचोटि म ट्राई गर्छु। यहाँ पाइएला जस्तो छ गाइस। साउनी हुनुहुन्छ कि हुनुहुन्न कहाँ हुनुहुन्छ यहाँ त यस्तो छ गाइस हरेक खालको चिकनहरू पाइन्छ। 안녕하세요. 후라이도 있어요? 네. So finally यहाँ चाहिँ पाइएला जस्तो छ गाइस। एकचोटि म हजुरहरूलाई म ट्राई गर्छु देख्न सक्नुहुनेछ हजुरहरूले। सो यहाँ देख्न सक्नुहुनेछ हजुरहरूले। 사진 찍으면 돼요 여기? 네? 사진 찍으면 돼요? 사진 찍는다고? 네. 사진 찍으면 돼요 여기? 안 돼요? 뭐 찍는다고? 이거는 이거 사진 찍는다고? 네네네. 네. 이거 후라이도 있어요? 후라이도 한다고? 네 있어요? 네 안. 후라이도 한 마리? 네 한 마리. 갖고 간다고? 아니 여기 먹으면 돼요 얘? 먹고? 네네 여기군요. सो मैले हुराइडो यहाँ चाहिँ हुराइडो भन्छ। हुराइडो भनेको चाहिँ यो चिकन फ्राई हो। मैले अर्डर गरेँ। अब मैले चाहिँ सोधेँ यहाँ खान पाइन्छ कि पाइँदैन भने तर त्यस उनीहरूले यहाँ अलो चाहिँ दियो खान पाइने रहेछ। सो लेट्स सी म वेटिङ गर्छु कतिसम्म वेटिङ गर्नुपर्ने अनि त्यस पछाडि म हजुरहरूलाई खाएर टक्क देखाउँछु। यो ठाउँ चाहिँ जस एकदमै चलेको ठाउँ हो। यहाँ चाहिँ हरेक खालको चिकनहरू तपाईँले देख्न पाउनुहुन्छ। हेर्नु होला यहाँ चाहिँ जस फ्राई चिकन अनि तपाईँको यो ससवाला चिकन। यो ससवाला चिकन चाहिँ कोरियनहरूले ज्यादा खान्छ। सो हामी चाहिँ यो फ्राई गरेको ज्यादा खान्छौँ। अनि तपाईँको यहाँ यो टोङचिप भन्ने छ यो चाहिँ तपाईँको त्यो कुखुराको त्यो के अरे जाते सातेहरू हुन्छ। सो जस यो राम्रै छ यो चलेको ठाउँ हो। सबैजना प्राय यहाँ धेरै नै आउँछ यो बिजी पनि हो यो। सो एकदम राम्रो छ। यसरी मैले वेटिङ गरिरहेको छु साउनीले बनाउँदै हुनुहुन्छ। लेट्स सी कति मिनट लाग्छ म वेटिङ गर्छु अनि चाहिँ आएपछि हजुरहरूलाई फाइनली म खाएर यसको टेस्ट कस्तो छ र कस्तो हुन्छ म हजुरहरूलाई भन्नेछु। चाहिँ जस यहाँको ठाउँ संस्कृतिहरू चाहिँ धेरै नेपालसँग धेरै नै मिल्दोजुल्दो छ। सो यहाँ हेर्न सक्नुहुन्छ हजुरले यहाँ बियर छ तपाईँको यहाँ रक्सी। यो रक्सी चाहिँ एकदमै कोरियनहरूले खाने जस धेरै नै
कोरियनहरूले रुचाउँछ यो छामिसुल भन्ने एकदमै यो चाहिँ यहाँको चलेको रक्सी हो सो धेरै कुराहरू चाहिँ मलाई लाग्यो नेपालसँग चाहिँ एकदमै मिल्छ क्या अनि तर प्रायः यहाँको फुडहरू उनीहरूले गुलियो खान्छ सो हामी चाहिँ गुलियो खाँदैनौँ त्यही हो त्यति फरक छ तर जस यहाँको हावापानी अनि यहाँको मौसमहरू धेरै कुराहरू चाहिँ जस अलिअलि नेपालसँग चाहिँ मिल्छ यहाँको जस मान्छेहरू पनि भनौँ न मान्छेहरू पनि धेरै नेपालको जस्तै मङ्गोलियनहरूसँग चाहिँ एकदमै मिल्छ फाइनल साउनीले मेरो चिकन पनि लिएर आउनु हो रेडी भइसकेको छ खामसाम्दा सो देख्न सक्नुहुनेछ हजुरहरूले एकदमै राम्रो क्रिस्पी चट्ट यो चाहिँ तपाईँको चिकन अनि तपाईँको साथसाथै यो सस आउँदो रहेछ नि अनि त्यस पछाडि यो मुलाको भनौँ न मुला अनि यो चपस्टिक यति कुरा चाहिँ आउँछ लेट्स सी ट्राई गरौँ है त कस्तो हुन्छ सो म चाहिँ आज हजुरलाई यो ट्राई गरेर देखाउँछु है त कस्तो छ लेट्स सी हेरौँ विदाउट तपाईँको सस बिना खानु पर्यो कस्तो हुन्छ एकदम क्रिस्पी दामी एकदम वाउ यस्तो भइहाल्छ जस मलाई मिठो लाग्यो विदाउट सस पनि मिठै छ जस्ट ट्राई विथ सससँग ट्राई गरी हेरौँ कस्तो हुँदो रहेछ नट ब्याड राम्रै छ जे सस पनि मिठै रहेछ अनि हजुरहरूलाई चाहिँ यो कतिको मन सो धेरै रहेछ म चाहिँ यो खान नसक्ने भएर अब आधी चाहिँ म यसो रुमतिर लानु पऱ्यो प्याकिङ गरेर यो चाहिँ मुला तर एक्लैले चाहिँ जस खाइ नसक्ने रहेछ सो मैले चाहिँ यो खान सकेको एकदमै जस धेरै भयो अब म चाहिँ यो साउनीलाई प्याकिङ गर्न लाउँछु मैले चाहिँ खाएँ अपन चाहिँ जानुपर्ने हुन्छ सो 사모님 네 이거 포장해 줄래요? 감사합니다. 네네 거기 솔직히 내가 외국 가봤는데 가보게 सो प्याकिङ गर्न पनि लाएँ अब म चाहिँ यो चिकनको मासु बोकेर रुमतिर चाहिँ सो आजको खानेकुरा चाहिँ मैले खास खानु खोजेको चाहिँ त्यो बिएफसी भन्ने त्यहाँतिर जान खोजेको तर त्यो बन्द रहेछ होइन त्यही भएर यहाँ आएँ अनि जस यो ठाउँ पनि चलेकै हो मिठै यो जस मिठै थियो मिठै लाग्यो अनि लास्टमा अब यति नै थियो मैले खाएँ पनि प्याकिङ पनि गरेँ म त जान्छु अनि लास्टमा चाहिँ म हजुरहरूलाई एउटा कुरा चाहिँ भन्छु प्लिज मलाई सब्सक्राइब सेयर एन्ड लाइक चाहिँ प्लिज गरिदिनु होला हजुरहरूले सब्सक्राइब सेयर लाइक गर्नु भने मलाई एकदमै जस उत्साह र अब आउने नयाँ भिडियोहरू बनाउन मलाई एकदमै जस जाँगर उत्साह चल्दैछ सो त्यही भएर मलाई चाहिँ एकदमै सपोर्ट गर्नु होला हजुरहरूलाई शुभ दिन
शुभरात्रि भन्दै हजुरहरूलाई म मेरो ब्लग यही गर्न चाहन्छु। सो नमस्कार सबैजनालाई।